नेपाल। हावामा हिमालको चिसो, टारीमा सुन्तलाको सुवास, चौतारीमा बस्ने बुढाबुढीको गफ। देश शान्त जस्तो देखिन्थ्यो, तर मुटुभित्र आँधी चल्दै थियो। 20 वर्ष नपुग्दै लाखौं युवाहरूले एउटा साझा कुरा महसुस गरेका थिए, हामीलाई भविष्य छैन। शहरका विद्यालयदेखि गाउँका भिरपाखासम्म सबैको सपना एउटै थियो, पढ्ने, काम गर्ने, परिवारलाई गर्व दिलाउने। तर सडकमा हिँड्दा बेरोजगारीको चिच्याहाट सुन्न सकिन्थ्यो। गाउँका खेतहरू बाँझा बन्दै गएका थिए र शहरमा कोठामा भाडा बस्ने ती युवा विद्यार्थीहरू सपना भन्दा बढी निराशामा बाँचिरहेका थिए। जेन्जी पुस्ता अब चुप लागेर बस्न चाहेन। फेसबुक, टिकटक, युट्युब यी सामाजिक सञ्जालबाट आवाज उठ्यो, हाम्रो अधिकार कहाँ छ? हाम्रो भविष्य कसले बनाउने? गाउँका चोकहरूमा युवाहरू जुट्न थाले। जसको हातमा किताब थियो ऊ पनि सडकमा आयो। जसले भर्खर 10औं पास गरेको थियो ऊ पनि नारामा मिसियो। गाउँका टाढा टाढाबाट पढ्न आएका साना बालक पनि साथीहरूको साथमा भिडतिर दौडिन थाले। सडकभरि आवाज गुन्जयमान भयो, हामीलाई सुन्ने कोही छैन भन्ने हामी आफैलाई सुन्न बाध्य भएछौँ। यो आन्दोलन केवल रोजगारी वा शिक्षा मात्र होइन, यो आन्दोलन आफ्नो अस्तित्व जोगाउने सङ्घर्ष थियो। पुस्ताले खोज्यो नयाँ उज्यालो, सपनामा लेख्यो स्वतन्त्र पालो, तर बाटोमा भेटियो अँध्यारो, आवाज बन्यो आन्दोलनको आलापो। पुस्ताले खोज्यो नयाँ उज्यालो, सपनामा लेख्यो स्वतन्त्र पालो, तर बाटोमा भेटियो अँध्यारो, आवाज बन्यो आन्दोलनको आलापो। सरकारले सुरुमा यसलाई सामान्य मान्यो, युवाहरूको हुलमुल हो, केही दिनमा थामिन्छ। तर दिन बित्दै गयो, भिड घट्ने, साँटो बढ्दै गयो। विद्यालयका कोठामा खाली डेस्क देखिन्थे, कार्यालयका ढोकामा ताल्चा झुन्डिन्थे। गाउँका बाटोमा पनि मान्छे कम, नाराबाजी धेरै सुनिन्थ्यो। गाउँको टाढा भेगबाट आएका सुरज भन्ने 16 वर्षे किशोर पनि आन्दोलनमा थिए। ऊ पढ्न भनेर बुवाले बैल बेचेर सहर पठाएका थिए। आमा दिनहुँ फोन गरेर भन्थिन्, छोरा पढाइमा ध्यान देऊ, तिमी हाम्रो उज्यालो हौ। तर सुरजको आँखामा देखियो, यदि प्रणाली नै गलत छ भने मेरो पढाइको के उपयोग? त्यसैले ऊ पनि साथीहरूसँग सडकमा आयो। उसले पहिलो पटक ठूलो भिड देख्यो। नारा चिच्याउँदा उसको स्वर टुट्यो, तर मन अझै बलियो भयो। दिन बित्दै गयो। काठमाडौँदेखि धरान, पोखरा, नेपालगञ्जसम्म आन्दोलनको लहर गयो। माइक्रोफोन बिना पनि आवाज गुन्जियो, हाम्रो पीडा सुन्नुपर्छ। पुस्ताको हातमा किताब थिए,
आज सडकमा झण्डा बने। पुस्ताको हातमा किताब थिए, आज सडकमा झण्डा बने। सपनाले लेखेको उज्यालो आज आन्दोलनको गीत बन्यो। सपनाले लेखेको उज्यालो आज आन्दोलनको गीत बन्यो। पुस्ताको हातमा किताब थिए, आज सडकमा झण्डा बने। पुस्ताको हातमा किताब थिए, आज सडकमा झण्डा बने। सपनाले लेखेको उज्यालो आज आन्दोलनमा गीत बने। सपनाले लेखेको उज्यालो आज आन्दोलनमा गीत बने। अहिलेसम्म आन्दोलन शान्तिमै थियो। गीत गाइन्थ्यो, कविता पढिन्थ्यो, भित्तामा चित्र कोरिन्थ्यो। बालबालिकाले पनि पार्टी पसल अगाडि नारा लेख्थे। आमा बुवाले छोराछोरीलाई सचेत बनाएर पठाउँथे। सच्याउने आवाज हो हिंसा नगर्नु। तर सत्ताको कानमा यी शब्दहरू पुग्न सकेन। बरु उनीहरूले आदेश दिए, सडक खाली गर, बल प्रयोग गर। आन्दोलनले नसोचेको मोड लिन लागेको थियो। हजारौं विद्यार्थीहरूको भिड अझै गुन्जिरहेको थियो। कसैले कल्पना पनि गरेको थिएनन् भोलि बिहानै यो आन्दोलनले रगत चाख्नेछ। शान्त आवाजमा हिंसा टुटाउँछ, शान्त आवाजलाई हिंसाले टुटाउँछ। निर्दोष निधारलाई गोलीले चुम्छ। शान्त आवाजलाई हिंसाले टुटाउँछ, निर्दोष निधारलाई गोलीले चुम्छ। इतिहास लेखिन्छ रगतले यहाँ, आन्दोलन बदलिन्छ आँसुमा। इतिहास लेखिन्छ रगतले यहाँ, आन्दोलन बदलिन्छ आँसुमा। काठमाडौँको बिहान सडकमा धुलो उड्दै थियो। ट्राफिक रोकिएको, पसल बन्द र हजारौं युवाहरू चोकमा उभिएका। सुरज पनि त्यही भिडमा थियो। उसको हातमा किताब थियो, अंग्रेजी व्याकरणको पुरानो पुस्तक। तर मुखमा चिच्याइरहेको थियो, न्याय चाहिन्छ, न्याय चाहिन्छ। संसद भवनभित्र बैठक बस्यो। यी विद्यार्थीहरू नियन्त्रणभन्दा बाहिर गइरहेका छन्। एक उच्च अधिकारीले भने, अब बल प्रयोग गर्नुपर्छ, नत्र सरकार कमजोर देखिन्छ। सशस्त्र प्रहरीलाई आदेश दियो, भिड तितर बितर गर, चाहे गोली चलाउनु परे पनि। भिडभित्र गीत गाइँदै थियो, देश हाम्रो भविष्य हाम्रो। त्यसै बेला हावामा आवाज फुट्यो, धडक। एकैछिन सबै स्तब्ध भए। सुरजले टाउको गुमायो। उसको अगाडि उभिएको एक साथी लडिसकेको थियो। रगत सडकमा पोखिँदै थियो। भिड चिच्यायो, गोली चलेको छ, गोली चलेको छ। तर प्रहरीहरूको अनुहार कठोर थियो। उनीहरूले फेरि बन्दुक उठाए। हावामा गोलीको आवाज घन्कियो। मान्छेहरू भाग्न थाले। कतिपय लडे, कतिपय उठ्न सकेनन्। पुस्तक झोला, मोबाइल सडकमा तछरपष्ट भए। सुरज भाग्न खोज्दै थियो, तर अचानक उसको खुट्टामा गोली लाग्यो। उसले चिच्यायो, आमा, आमा। भिडले ऊ धकेलियो र ऊ सडकमा लड्यो। आँखा बन्द हुनु अघि उसले देख्यो, एउटा झण्डा रगतले भिजिरहेको थियो। सुरजको गाउँमा खबर पुग्यो। आमा कपडा धुँदै थिइन्। छिमेकीले आएर भने, दिदी
तपाईको छोरा आन्दोलनमा घाइते भएको छ। आमाले काम रोकिन्। उनको हातबाट पानी झर्यो, तर शरीर काम्दै थियो। मेरो सुरज। बुवा खेतमा काम गर्दै थिए। जब खबर सुने उभिन पनि सकेनन्, आँखा रसाए। मैले बैल बेचेर पठाएको छोरो आज रगत बेचेर फर्किन्छ? प्रश्न गरे। काखमा थियो सपनाको ज्यालो, गोलीले त्यो सपना च्याते। काखमा थियो सपनाको ज्यालो, गोलीले त्यो सपना च्याते। आमाको आँसुले धोयो सडक, आमाको आँसुले धोयो सडक। बुवाको पसिनाले सोध्यो न्याय, बुवाको पसिनाले सोध्यो न्याय। घाइतेहरूलाई एम्बुलेन्समा हालियो। रातभर अस्पताल रगतको गन्धले भरिएको। डाक्टरहरू चिच्याउँदै रगत चाहिन्छ, रगत भन्दै थिए। तर कतिपय बस्न सकेनन्। सब घर टाउको झुक्क्याएर आमा बुवा कराइरहेका थिए। छोरो छोरी, मेरो छोरा। त्यसै बेला प्रहरीको रिपोर्ट आयो। 20 जना विद्यार्थी मारिएका छन्, 100औं घाइते। समाचारले आगो झैं फैलियो। सडकमा विद्यार्थीमाथि गोली। गाउँ गाउँका आमा बुवाहरूले मुटु ढुकिन थाल्यो। गाउँका आमा बुवाहरूको मुटु ढुकिन थाल्यो। मेरो छोराछोरी त आन्दोलनमा गएको छैन, सोच्न थाले। विद्यालय बन्द भए, कलेज बन्द भए, देशभर सन्नाटा छायो। तर मनमा उग्र ज्वाला बल्यो। निर्दोष निधारमा गोली कसले हाने, निर्दोष निधारमा गोली कसले हाने। भोलिका सपनालाई आज कसले चोरे। इतिहासको पानामा लेखिएको रगत पुस्ताले बिर्सिन पो पीडा कहिल्यै। निर्दोष निधारमा गोली कसले हाने। भोलिका सपनालाई आज कसले चोरे। इतिहासको पानामा लेखियो रगत पुस्ताले बिर्सिन यो पीडा कहिल्यै। अब यो केवल आन्दोलन रहेन, यो विद्रोह बन्यो। विद्यार्थी मात्र होइन, मजदुर, किसान, शिक्षक, व्यापारी सबै सडकमा ओर्लिए। शहरका सरकारी भवनहरू घेराबन्दीमा परे। कतिपय भवनमा आगो लाग्यो। अरबौं मूल्यका सम्पत्ति खरानी बने। अस्पतालको बेडमा सुरज लडिरहेको थियो। उसको आँखा आधा बन्द थियो। आमाले हात समातेर भनिन्, छोरा तिमीलाई केही हुँदैन। सुरजको आवाज कमजोर थियो। आमा मलाई पढ्न पठाउनु भयो, तर देशले मलाई गोली पठायो। आमाको आँखाबाट आँसु टप्क्यो। सुरजले अन्तिम पटक मुस्कुराएर भने, आमा म मर्छु भने पनि मेरो रगतले नयाँ बिहान ल्याओस्। त्यसपछि उसको हात चिसियो। आमाको करुणा रोध सहित अस्पताल गुन्जयमान भयो। बाहिर आन्दोलन अझै भड्किरहेको थियो। देश दशैंको तयारीमा डुब्नु पर्ने बेला रगत र आगोको तयारीमा डुबिरहेको थियो। काठमाडौँको आकाश रातो धुवाँले ढाकिएको थियो। कहाँ पेट्रोल पसेको, कहाँ सरकारी भवनमा आगो लागेको। शहर बर्बर आवाजले भरिएको थियो। जलेस हाम्रो रगतको जवाफ हो यो। एक युवकले
ज्वलन्त झण्डा चाल्दै चिच्यायो। शिक्षा मन्त्रालय अगाडि भिड जम्मा भयो। हामीलाई पढ्ने अधिकार चाहियो। गोलीको आवाज गोलीको जवाफ किताबले दिन्छ। हामीलाई पढ्ने अधिकार चाहियो। गोलीको जवाफ किताबले दिन्छ। तर भिड रोकिएन। अचानक कसैले पेट्रोल बम फ्याँक्यो। भवन एकैछिनमा आगोको भोकमा समायो। कागज, फाइल, इतिहास, सम्पूर्ण कागजात सबै खरानीमा परिणत भए। मात्र शिक्षा मन्त्रालय होइन, सञ्चार, उद्योग, वित्त, धेरै भवनहरू आगोले निल्यो। आर्थिक रिपोर्ट्सहरू, तलबको रेकर्ड्स, विकास योजना, नक्सा सबै जले। समाचारमा आयो, आज मात्र अरबौंको सम्पत्ति ध्वस्त। फाइल जले, योजना जले, तर विद्यार्थीको आँसु अझै बचे। भवन खरानी भए पनि सपना खरानी हुन सकेनन्। फाइल जले, योजना जले, तर विद्यार्थीको आँसु अझै बचे। भवन खरानी भए पनि सपना खरानी हुन सकेनन्। शहरको चोकमा भिड र प्रहरी आम्ने सामने, एकातिर लाठी र बन्दुक, अर्कोतिर हातमा ढुङ्गा, किताब र झण्डा। एकजना बालक चिच्यायो, तपाईहरूको गोलीले हाम्रो भविष्य रोकिन्न। प्रहरी दङ्ग परे। उनले हात उठाए तर गोली चलाउन सकेनन्। तर पछाडिबाट अर्कोले आदेश दियो, गोली चलाऊ। फेरि धडाक, फेरि रक्तपात। आन्दोलनको लहर गाउँमा पनि फैलियो। गाउँका आमा बुवा काठमाडौँ हिँडे। हामी पनि हाम्रो सन्तानसँगै उभिन्छौँ। तर दशैं नजिकै थियो। गाउँका कोठाहरूमा जाँतो ढिकी थन्किएका। धानको गन्ध सहरमा पुग्न सकेन। साधारणतया यस बेला घर घरमा जमारा कसरी राख्ने, कसरी खसी काट्ने, कस्तो कपडा किन्ने भन्ने चहल पहल हुन्थ्यो। तर यो वर्ष सन्नाटा थियो। मन्दिरमा पूजा गर्ने पुरोहितले पनि भने, यसपालि देवी खुसी छैनन्। देश रगतले भिजेको छ। एक वृद्ध आमा अस्पताल बाहिर रोइरहेकी थिइन्। उनको छोरा राजधानीमा आन्दोलन गर्न गएको थियो। तर अब शरीर मात्र फर्कियो, आत्मा फर्किएन। उनले सबलाई अङ्गालो हालेर भनिन्, छोरा, दशैं आउँदैछ। तिमीलाई टीका लगाउने सपना थियो, तर आज तिम्रो निधार चिरा परेको छ। दशैंको जमारा पहिलो भयो, रगतको न्यायले रङ्गिएको। आमाको काख खाली भयो, देशको भविष्य अँध्यारो भयो। दशैंको जमारा पहिलो भयो, रगतको न्यायले रङ्गियो। रगतको न्यानोले रङ्गियो। आमाको काख खाली भयो, देशको भविष्य अँध्यारो भयो। सरकारी टिभीमा समाचार पढियो, स्थित निमन्त्रणामा छ। तर सडकमा आगो थियो, मानिसहरूको आँसु थियो। नेता मन्त्रीहरू सशस्त्र सुरक्षा घेरामा आफ्नै कुर्सी जोगाउन व्यस्त। जनताको चित्कार सुन्ने कान अन्धो मौनतामा हरायो। रातभर धुवाँ र आगो, तर बिहानी हजारौं युवा फेरि भेला भए। एकजनाले चिच्यायो, भवन खरानी भयो भन्ने होस्, तर हाम्रो सपना खरानी हुन दिने छैनौं। भिडले प्रतिज्ञा गर्यो, रगत बगाउन परे पनि नयाँ बिहान जन्माउँछौं। देश दशैंको दैलोमा उभिएको थियो, तर हर्ष र उल्लास होइन। धुवाँ, रगत र करुणा रोध मात्र आकाशमा
पर्यो वा होइन, आगोको मुस्लो उडिरहेको थियो। सधैँ झैँ असोजको हावा चलिरहेको थियो, तर यो वर्ष त्यो हावामा चाङ्गिएको धानको गन्ध होइन, रगत र धुवाँको गन्ध थियो। सहरभरि बत्ती टिमटिमाइरहेका, तर मनमा अँध्यारो मात्र। गाउँ गाउँमा मानिसहरूले भने दशैं आउँदैछ, तर यसपालि हामीले को जाग्रत चन्द्रमा होइन, गोलीले छेडेको आकाश देख्छौं। रामेकी आमा छोराको फोटो अँगालेर रोइरहेकी थिइन्। यो दशैं उसलाई टीका लगाउने सपना थियो, तर अब त केवल तस्बिरलाई फूल चढाउँछु। श्यामको परिवारमा श्याम काठमाडौँमै घाइते भएर अस्पतालमा थियो। उसकी बहिनी जमरा रोप्न गएकी थिइन्, तर बोल्दै थिएनन्। दाजु फर्केर आउँछ कि आउँदैन के थाहा। माया दिदीको घरमा मायाको श्रीमान आन्दोलनमा मारिएको थियो। उनले सानो बच्चा अँगालेर भनिन्, दशैंमा नयाँ कपडा लगाइदिन्छु भनेको थिए, तर अब त बाबुको अनुहार देखाउन सक्दिन। दशैंको धुन सुनिएन, मङ्गल ध्वनि बजेन। दशैंको धुन सुनिएन, मङ्गल ध्वनि बजेन। घर घरमा त भजन होइन, रुदनको स्वर गुन्जियो। घर घरमा त भजन होइन, रुदनको स्वर गुन्जियो। सधैँ जसो दशैंमा भिड हुने मन्दिरहरू सुनसान, पुजारीहरू पनि मौन थिए। एकजनाले भने, देवीको पूजा गर्नु छ भने पहिले आफ्ना सन्तानहरूको रगतको मलहम लगाउनु पर्छ। धान काट्ने बेलामा गाउँमा रमाइलो हुन्छ, तर यो वर्ष खेतमा सन्नाटा। मजदुरहरू आन्दोलनमा, किसानका छोराहरू सहरमा। बाली भित्र्याउने हात छैनन्। धान बारीमा सुक्दैछ, तर आमा बुवाका आँखा आँसुमा भिज्दैछन्। काठमाडौँको एउटा गल्लीमा एक आमा घरको ढोकामा बसिकी थिइन्। छोराको मृत शरीर अझै पनि घरमा ल्याएको थिएन, तर आमा प्रतीक्षामा। सब भए पनि ल्याइदेऊ, मलाई दशैंमा उसको अनुहार देख्न देऊ। छिमेकीले सम्झाए, दिदी आफूलाई सम्हाल्नुहोस्, तर आमा रोइरहेकी थिइन्। दशैंमा छोरालाई दुबो र जमरा सहित टीका लगाउने सपना थियो, तर अब जमरा उसको सिहानमा रोप्छु। रित्तो भयो आमाको काख, टुट्यो बाबुको भरिलो काँध। दशैंको खुसी हरायो, देशको भविष्य चुरुमुरायो। चुरुमुरु भयो। रित्तो भयो आमाको काख, टुट्यो बाबुको भरिलो काँध। दशैंको खुसी हरायो, देशको भविष्य चुरुमुर भयो। दशैंको बेला बजारमा चहल पहल हुन्छ, कपडा जुत्ता मिठाई खेलौनामा भिड हुन्छ, तर यो वर्ष पसलहरूमा ताला। व्यापारीहरू आक्रोशमा, व्यापार नभएर होइन, देश नै रगतले डुबेको छ। बालबालिकाले पनि चिच्याए, हामीलाई लड्डु होइन शान्ति चाहिन्छ। बालबालिकाले पनि चिच्याए, हामीलाई लड्डु होइन शान्ति चाहिन्छ। जनतामा त्रास फैलिएको, सडकमा हिँड्दा गोली लाग्छ कि। कलेज पठाउँदा छोराछोरी फर्किन्छन् कि फर्किन्नन्, प्रश्नै प्रश्न थियो। यो प्रश्नले हरेक आमा बुवाको निन्द्रा चोर्यो।
यो दशैंमा न त लिङ्गे पिङ्ग बनाइयो न त चुङ्गा उडाइयो न त जङ्गा उडाइयो। सबैको मन केवल एकै कुरा सोचिरहेको थियो, यो देश कुन बाटो खोज्दैछ, कुन बाटोमा जाँदैछ। नेता मन्त्रीहरू अझै पद बाँडफाँडमा व्यस्त। जनताले भने हामीलाई दशैंको भोज होइन, सन्तानको जीवन सुरक्षित गर। तर उनीहरूको आवाज सुनिएन। सरकार मौन। जनता क्रान्तिको नारा उचाल्दै अझै सडकमा। दशैंको आशा अँध्यारोमा हरायो, रगतले दुबो भिज्यो। भोलि नयाँ बिहान आउला कि फेरि इतिहास दोहोरिन्छ। यसरी दशैं नजिकै थियो, तर नेपालभरि उत्सव होइन, आँसु रित्तो काख, अँध्यारो भविष्य मात्र देखिएको। दशैंको देवी समेत नीरव, देशको घाउ हेरेर मौन भएकी। रगतपछि मौनता। दशैं तर यो वर्ष टीका, जमारा र खसीको मासु होइन। देशभर रगत, आँसु र धुवाँ मात्र छरपष्ट भयो। सब घरसम्म लहरै लहर युवाहरूका शरीर भेटिन्थे। आमाहरूले सिन्दुर पुछे, बालबालिकाले बाबुको हात खोजे। बाबुहरू मौन भई आकाश हेरे। देशको मुटु च्यातिएको थियो। तर त्यही खरानी बीच एक समूह युवाहरूले हात समातेर भने, हामी चुप लाग्दैनौं। गोलीले शरीर मार्न सक्छ, तर विचार मार्न सक्दैन। त्यो आवाज एक गाउँदेखि अर्को गाउँ पुग्यो। हजारौं विद्यार्थीहरू, मजदुर, किसान, आमा बुवा सबैको शपथ एउटै भयो, नयाँ नेपाल, न्यायपूर्ण नेपाल। गोलीले छेड्यो मुटु, तर नछेडियो हाम्रो साहस। गोलीले छेड्यो मुटु, तर नछेडियो हाम्रो साहस। रगतले लेखियो कथा, तर लेखिनेछ नयाँ इतिहास। तर लेखिनेछ नयाँ इतिहास। शहरमा ढलेका भवनहरूको खरानीमा बालबालिकाले जमारा रोपेका, यो हाम्रो दशैं हो। रगतमा होइन, आशामा पलाउने। आमाहरूले भने, सन्तान गुमाएका छौं, तर उनका सपना अझै जीवित छन्। काठमाडौँको आकाश अझै धुवाँले ढाकिएको थियो, तर क्षितिजमा सूर्य उदाउँदै थियो। जनताले महसुस गरे, यो बिहान भिन्न हुन्छ। रगत र आँसुमा धुने भए पनि यसले नयाँ बाटो देखाउनेछ। रगत र आँसुमा धुने भए पनि यसले नयाँ बाटो देखाउनेछ। नेता मन्त्रीहरूलाई अब चुप बस्न कठिन भयो। देशैभर चिच्याएको आवाज, हामीलाई पद होइन, न्याय चाहिन्छ। कुनै पार्टीले होइन, जनताकै शक्तिले नयाँ संविधान, नयाँ नीति खोज्न थाल्यो। यो आन्दोलन अब केवल एक पुस्ताको थिएन, यो देशकै आत्मा भएको थियो। अन्धकारले ढाकिदिए पनि ताराहरू निप्दैनन्। रगतले भिजे पनि सपनाहरू हराउँदैनन्। अन्धकारले ढाकिदिए पनि ताराहरू निप्दैनन्। रगतले भिजे पनि सपना हराउँदैनन्। रगतले भिजे पनि सपना हराउँदैनन्। एक आमा जसको छोरा आन्दोलनमा मारिएको थियो, गाउँको चौतारीमा बसेर भनिन्, मेरो काख रित्तो छ, तर देशको काख भरिएको देख्न चाहन्छु। बुवाले आँसु पुस्दै भने, मैले सन्तान गुमाएँ, तर अर्को पुस्ताले अझ राम्रो देश पाओस्। यी शब्दले गाउँभर आँसु ल्यायो,
तर केही आँसुले नै नयाँ बिउ पनि सिँच्यो। सडकमा खेलिरहेका बच्चाहरूले भने, हामी ठुलो भएर गोली होइन किताब बोक्छौँ, हामी ठुलो भएर भवन जलाउने होइन ज्ञान र न्यायको मन्दिर बनाउँछौँ। त्यो हाँसो, त्यो सपना देशको भविष्यलाई फेरि उज्यालो बनाउने बाचा थियो। रगतले धोएर सफा बन्यो माटो, आँसुमा धोएर उज्यालो बन्यो मन, खरानीमा पलायो जमारा, नयाँ नेपालको जन्म पुनः। नेपालको दशैं त्यो वर्ष रगत र आँसुमा डुब्यो। नेपालको दशैं यो वर्ष आँसु र रगतमा डुब्यो। तर यही पीडाले जनतालाई एक बनायो। आन्दोलनले तत्कालीन सरकार र संरचनालाई चुनौती दियो र आगामी पुस्तालाई सन्देश दियो। बलिदान व्यर्थ जान सक्छ, तर सपना कहिल्यै मर्दैन। यसरी दशैंको रित्तोपन बीच नयाँ नेपाल जन्माउने आशाको ज्योति जल्यो र त्यो आशा कहिल्यै निभ्दैन।